मार्केट एन्ड पब्लिक प्लेस भन्ने युनिटलाई उठाएका छौँ। सो टपिकको रिडिङ कम्पेरिजन फर्स्ट टेक्स्टलाई। यसमा चाहिँ फर्स्टमा थोमस एन्ड जेरीको एउटा स्टोरी रहेको छ। जेरी चाहिँ फादर हो भनेदेखि थोमस चाहिँ छोरा हो। अब स्टोरी चाहिँ यसरी सुरु भएको छ है। वन्स अपन अ टाइम इन अ भिलेज, कुनै समयमा एउटा गाउँमा चाहिँ एउटा बुढो मान्छे बस्छ जसको नाम चाहिँ जेरी हुन्छ। उसले आफ्नो छोरोलाई धेरै लामो समय समेत देखेको हुँदैन। छोरो चाहिँ सहरमा काम गर्ने हुन्छ र एक दिन चाहिँ जेरी आफ्नो छोरालाई भेट्नको लागि सहरमा पुग्छ। छोरोले चाहिँ उसलाई चिठी पठाइराखेको हुन्छ र त्यही ठेगाना खोज्दै जेरी चाहिँ थोमसको एड्रेसमा पुग्छ, तर त्यहाँ चाहिँ छोरा हुँदैन। उसले त्यो ठाउँ छोडिसकेको भनेर त्यहाँको मान्छेले जानकारी दिन्छ र ऊ त्यही बाटोतिर होइन कसैले जेरीलाई थोमसलाई चिन्नुहुन्छ भनेर सोध्दै हिँडिराखेको बेलामा त्यो उसको भिजिटिङ कार्ड पनि देखाइराखेको बेलामा त्यहाँको एकजना मान्छेले चाहिँ उसलाई देखाइदिन्छ, त्यहाँ पुऱ्याइदिन्छ। उसले त्यहाँ गएर चाहिँ आफ्नो छोरा थोमसलाई भेट्छ अनि जेरी र थोमस खुसी हुन्छन्। अनि त्यसपछिबाट जेरीले चाहिँ छोरालाई गाउँ हिँड भन्छ होइन, गाउँ जाउँ, गाउँमा काम छ भन्दा थोमसले चाहिँ बाबा म जान सक्दिनँ, अहिले म एकदमै व्यस्त छु है, धेरै कामहरू छ मलाई यहाँ, त्यो व्यस्तताले म जान पाउँदिनँ भन्छ छोराले चाहिँ होइन, धेरै कामहरू छ भन्छ। त्यसपछिबाट बाबाले चाहिँ होइन जेरीले चाहिँ एकदम पोलाइट निस्किन्छ। अनि फेरि थोमस आफ्नै काममा व्यस्त हुन्छ अनि बाबा पनि फर्केर जानुहुन्छ केही नभनिकन। थोमसलाई केही समयपछि चाहिँ लाग्छ होइन उसले बाबालाई त्यसो गर्नु हुँदैन थियो होइन, मैले कति चाहिँ वार्ड तरिकाले चाहिँ एन्सर दिएँ होइन त्यो कुरा भनेर चाहिँ फेरि छोरा थोमस चाहिँ थोमस चाहिँ बाबालाई भेट्न गाउँमा जान्छ। गाउँमा घरमा जाँदाखेरि घरमा बाबा हुँदैन। अनि त्यसपछि त्यहीँ गाउँको मान्छेलाई सोध्छ, खै भनेर सोद्धाखेरि चाहिँ यता खोलाको किनारतिर बस्छ भनेर देखाइन्छ। त्यहाँ जाँदा चाहिँ अब थोमस चाहिँ एकदमै सक्ड हुन्छ होइन आफ्नो बाबाको हालत देखेर। जेरी चाहिँ सानो कुटी जस्तो बनाएर बसेको हुन्छ अनि त्यसपछि एक्लै हुन्छ, मम पनि हुँदैन होइन। अनि त्यसपछिबाट उनीहरू त्यहाँ किन यसरी होइन चिहान छेउमा होइन बस्नु भएको भन्छ। अनि त्यसपछि उसले भन्छ होइन थोमसलाई भन्छ होइन वास्तवमा तिमीलाई होइन हामीले पढाउनको लागि गरेको खर्चहरू तिर्नु पर्यो होइन, त्यसको लागि मसँग पैसा थिएन, माग्यो, फेरि तिमी सहरमा बस्दाखेरिको खर्चहरू होइन, अनि त्यही भएर त्यो माग्न आएको थियो। त्यसैले म चाहिँ तिमीलाई हेल्प माग्न आएको थिएँ। तिमी अब व्यस्त देख्यौ अनि खासै डिस्टर्ब पनि गर्नु मन लागेन, घरहरू बेचियो, तिमी पढ्दाको ऋणहरू, तिमी सहर बस्दाको ऋणहरू तिरियो होइन। अनि आखिरी ती सबै के कामको पनि होइन, आखिरी आफ्नो मान्छेहरू नजिक छैन भनेदेखि यी कुराहरू खासै आवश्यकताको कुराहरू पनि रहेन, मन पनि बित्नु भयो होइन। आखिर मलाई ती सबै कुराहरू आखिर हामीले चाहने तिमीहरूकै खुसी हो, तिमीहरू खुसी छ भनेदेखि हामीलाई यी दुनियाँको कुरा किन चाह्यो भन्छ नि। यो कुराले चाहिँ अब थोमस एकदमै लज्जित हुन्छ होइन, उसलाई नराम्रो पनि लाग्छ आफूले प्यारेन्ट्सहरूलाई टाइम दिन सकेन भनेर होइन। हामीले चाहने पनि तिमीहरूकै खुसी हो भन्छ होइन। अनि यो कथा सकिन्छ। अब यो कथा सकिँदै गर्दाखेरि यसको मिनिङ चाहिँ डिप छ है। किन भन्दाखेरि हामी जबसम्म सानो हुन्छौँ प्यारेन्ट्सहरूले हाम्रो लागि नै सबै कुरा गरिराखेको हुन्छ र हाम्रो सानोको प्रतिरूप चाहिँ हाम्रो प्यारेन्ट्सहरू हुन्छ पछि बुढेसकालमा गएपछि होइन। त्यति बेला चाहिँ हाम्रो टाइम आउँछ, हाम्रो रेस्पोन्सिबिलिटी हो कि जसरी हाम्रो प्यारेन्ट्सले हामीलाई बच्चामा हुर्काउनु भयो होइन, त्यो सबै कुराहरूको चाहिँ उनीहरूलाई रिटर्न गर्ने टाइम हो। त्यति बेला अब हुनु त अहिलेको समयमा को व्यस्त हुँदैन र होइन, फेरि आफूले आफ्नो छोराछोरीको भविष्यमा व्यस्त भएको हुन्छ। तर मान्छेले यो कुरा चाहिँ बिर्सिनु हुँदैन होइन, त्यो प्रायोरिटी कसलाई दिने भन्ने कुरा होइन। प्यारेन्ट्स दे आर द मोस्ट प्रायर थिङ इन आवर लाइफ होइन। हाम्रो हुन त हाम्रो बच्चाहरू पनि दे आर अल्सो द मोस्टेस्ट प्रायर थिङ इन आवर लाइफ। त्यो कुराहरूलाई चाहिँ ब्यालेन्स गर्न सक्नुपर्छ भन्ने कुरा नै चाहिँ यहाँ। एन्ड देन हियर वी हेभ होइन exercises. Load typically a heavy one, burden come near, approach, so shocked that one is temporarily unable to react, stunned, left especially in order to start a journey, departed.
अनि यहाँ ट्रु फल्स पनि छ. Read the story again and decide whether the following statements are true or false. Jerry did not use to get a letter from his son. False हैन. छोरालाई चिठी चाहिँ छोराबाट चिठी चाहिँ प्राप्त भइरहेको थियो भन्दा हैन, प्राप्त भइराख्दैन थियो भन्दा चाहिँ फल्स हो, प्राप्त भइराख. And then we have answered the following question. Why did Jerry go to the city भन्ने छ है. Jerry went to the city to meet his son हैन. अनि what did the father want from his sons हैन. Just they wanted to see him and to talk about the homeal problem as there, the problem of loan which they have taken for upbringing their child. Why did Jerry take on the loan for paying for his college education and new car? What lesson do you learn from this story? From this story we learn that parents' happiness is tied up with their children's success and happiness. जहिले पनि प्यारेन्ट्स अभिभावकको खुसीहरू चाहिँ आफ्नो बच्चाको खुसीसँग गाँसिएको हुन्छ, सफलतासँग गाँसिएको हुन्छ भन्ने कुरा छ. Ground complete the following conversation using can, could and would. Can I get you something back? Present tense को कुरा गर्दाखेरि हैन. Could you tell me where the nearest community school is please हैन. Would you like me to answer the phone? Can I play now? Can I come round to your house sometime later? यी कुराहरू छ. And then writing faster, request letter writing. How to write a request letter? Letter भन्ने बित्तिकै we know that as there are some certain certain items that we need to input while letter writing मा लेख्दाखेरि हैन. Just write a letter to the head teacher of your school on behalf of your class requesting him or her organize an inter-house volleyball tournament in your school. Make request for managing all required sports goods for the tournaments. अनि पहिला त डेट लेख्नु परिहाल्यो, त्योभन्दा माथि एड्रेस लेख्नु पर्यो, त्यसपछि टु द हेड टिचर, स्कुलको नाम लेख्नुहोस्, काठमाडौँ नेपाल लेखेको छ, त्यसको ठाउँमा यु शुड इनपुट द नेम वेयर your school belongs to. Subject छ request to organize an inter-house volleyball tournament. Respected sir, madam छ. अब सबै बाँकीहरू त just you can go through yourself. तपाईँ आफै गएर पनि हेर्न सकिहाल्नुहुन्छ हैन. लास्टमा थ्याङ्क यू फर योर काइन्ड कन्सिडरेसन हैन. यो कुरालाई विचार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद. योर्स फेथफुल्ली, तपाईँको विश्वासिलो, तपाईँको नाम लेख्नुहोस्. अनि यहाँ क्लास 9 मेन्सन गरियो, तपाईँ क्लास 8, क्लास 10, क्लास 12 है. जेनरली क्लास 9 बाट वर रिलेटेड टु दिस सब्जेक्ट म्याटर जस्तो लाग्छ मलाई क्लास 9 बाटै हुनुहुन्छ हैन. On behalf of the student of class 9 अनि यो लेख्नु पर्यो. Okay, thank you all for going through my video. I hope it became helpful for you. If it became helpful for you, please don't forget to subscribe my channel. See you soon in next video. Till there, let's say goodbye. Have a nice time. Take care. Bye bye.